गुड मर्निङ एभ्रिवान, सबैलाई नमस्कार छ। आज यो जुम सेसनमा यहाँलाई स्वागत गर्न चाहन्छु। म युसुफ युनिभर्सिटी क्राउन डाइरेक्टर। खेलदिङ नेपालको सिस्टममा स्वास्थ्यसँगै आर्थिक समृद्धिको यो महाअभियानमा यहाँहरूले जसरी आफूलाई अगाडि अगाडि बढाउनु भएको छ, यहाँहरू सबैलाई धन्यवाद दिन चाहन्छु। बिना लगानी 1 रुपियाँ पनि लगानी नगरिकन यो सिस्टमबाट स्वास्थ्यसँगै आर्थिक समृद्धि जिन्दगीभरको लागि हजुरले प्राप्त गर्न सक्नुहुन्छ। त्यसको लागि सिक्ने र जान्ने प्रक्रियामा हामी छौँ, जसको माध्यमबाट यहाँहरूले जारी राख्नु भएको छ र इन्कम पनि लिइराख्नु भएको छ। स्वास्थ्यसँगै आर्थिक समृद्धि, समय, सम्मान, सुरक्षा र समृद्धि यहाँबाट हामीले प्राप्त गर्न सक्छौँ र लिइराख्नु भएको छ। हामीले पनि लिइनको लागि अगाडि बढिरहेका छौँ। यो सिस्टमबाट हामीलाई 9वटा महान इन्कमहरू आउँछन्। त्यो महान इन्कममा नम्बर 1, सेभिङ एन्ड कन्जम्सन 10%, पर्फर्मेन्स बोनस 5 to 16%, डाइरेक्टर बोनस 15%, टिम बिल्डिङ बोनस 3%, एलओबी 18%, ट्राभल फन्ड 3%, कार फन्ड 5%, हाउस फन्ड 3% र इलिट क्लब बोनस 2% गरी जिन्दगीभरको लागि यो 9वटा महान इन्कम आउने सिस्टम हेल्थ नेपालको कम्पनीमा हामी आबद्ध छौँ। हामी एउटा सफलताप्रति अग्रसर भइरहेका छौँ, जसमा हामी ब्रोन्ज डाइरेक्टर लेभल प्राप्त गर्दाखेरि धेरै कुराहरू प्राप्त हामीले गरिरहेको हुन्छौँ। त्यसको लागि ब्रोन्ज डाइरेक्टर भनेको के हो र ब्रोन्ज डाइरेक्टर कसरी बन्ने भन्ने कुरा यहाँलाई मैले जानकारी गराउन चाहन्छु। योभन्दा अघिल्लो भिडियोमा यहाँले फास्ट ब्राउन डाइरेक्टर भनेको के हो र यो फास्ट ब्राउन डाइरेक्टर हुँदा यहाँ पाउने लाभहरूको बारेमा मैले अघिल्लो भिडियोमा बनाएको छु, युट्युबमा छ, यहाँले हेर्न सक्नुहुन्छ। त आजको भिडियोमा हामी जान्नेछौँ ब्राउन डाइरेक्टर भनेको के हो र ब्राउन डाइरेक्टर कसरी बन्ने। आउनुहोस् भिडियोमा अगाडि बढौँ। त यहाँहरूलाई यो भिडियो राम्रो लागेमा, यो सिस्टमले हजुरलाई फाइदा गरिरहेको छ, राम्रो लागेमा आफ्नो साथीहरूलाई र आफ्नो चाहिँ टिमलाई सेयर गर्नुहोस्, लाइक गर्नुहोस्, कमेन्ट गर्नुहोस्। ओके, त्यो गर्दा पैसा लाग्दैन, हजुरले फ्रीमा गर्न सक्नुहुन्छ। ओके, त आज हामी जानौँ कि ब्रोन्ज डाइरेक्टर भनेको के हो। हेल्थ नेपालको सिस्टममा कुनै पनि डिस्ट्रिब्युटरले जब आइडी बनाउनुहुन्छ, उहाँ 5 वर्षमा रहनुहुन्छ। यसरी उहाँ अगाडि बढ्ने क्रममा हेल्थ नेपालको सिस्टम एउटा एकुमुलेटिभ सिस्टम हो, जोडिँदो क्रमको हो, या कहिले पनि जिरो हुँदैन। जोडिँदै जाने क्रममा जुन बेलामा उक्त डिस्ट्रिब्युटरको 1500 पिबी पार हुँदै अथवा पार नहुँदै अथवा भइसकेपछि पनि अथवा हुँदै कुनै पनि अङ्ग्रेजी महिनाको सिंगल मन्थमा आफू एक्लैले अथवा आफू र आफ्नो टिम मिलाएर 2001 पिबी बराबरको बिजनेस गर्न सफल हुनुहुन्छ भने उक्त डिस्ट्रिब्युटरलाई ब्रोन्ज डिरेक्टर भनिन्छ। यस्तो अवस्थामा उहाँले निम्न प्रकारको लाभहरू र फाइदा पाउन सक्नुहुन्छ। नम्बर 1, उहाँलाई सोसियल मिडियामा सम्मानको साथमा फेसबुक प्लस जुम सेसनमा सम्मान गरिन्छ र उहाँलाई एकदमै धन्यवाद र कङ्ग्रेचुलेसन दिइन्छ, बधाई दिइन्छ, एकदम उहाँलाई हौसला बढाइन्छ। भने हेल्थ नेपालको सिस्टममा च्याम्पियन डेको दिन 2 तारिक उहाँलाई खादामालाले सम्मान गरिन्छ। यो त उहाँको सम्मानको कुरा आयो। यो सँगै उहाँलाई आम्दानी पनि हुन्छ। नम्बर 1, उहाँले आफ्नो आइडीबाट र आफ्नो टिमबाट गर्दा पनि उहाँलाई पर्फर्मेन्स बोनस 5 to 16% पाउनुहुन्छ। त्यसै गरी उहाँले डाइरेक्टर बोनस 15% पाउनुहुन्छ। उहाँले 2001 को सट्टामा उहाँले 2601 पिबीको एक्चुअल बिजनेस गर्न टिमबाट र आफ्नो टिमबाट आफूबाट र आफ्नो टिमबाट गर्न सफल हुनु भएमा उहाँलाई 3% टिम बिल्डिङ बोनस पनि प्राप्त हुनेछ। यसो गर्दा टिम बिल्डिङ बोनस बनेको छ भने लमसम उक्त ब्रोन्ज डाइरेक्टरले इन्कम मिनिमम पनि 14 देखि 15,000 रुपियाँ उहाँको इन्कम हुनेछ। यो इन्कम हरेक अङ्ग्रेजी महिनाको 12 तारिक उहाँको एकाउन्टमा हेल्थ नेपालको सिस्टमले हालिदिने गर्दछ। यहाँ सबैलाई आजको भिडियोमा ब्रोन्ज डाइरेक्टर भनेको के हो र ब्रोन्ज डाइरेक्टर कसरी बन्ने भन्ने कुरा यहाँलाई जानकारी दिएँ। ओके, च्यानललाई सब्सक्राइब गर्नु होला, लाइक गर्नु होला, सेयर गर्नु होला, कमेन्ट गर्नु होला। थ्याङ्क यू, विश यू वेल, धन्यवाद।